नमस्ते, म डाक्टर जीवस ठाकुर सबै हाम्रा नेपाली दाजु दिदी बहिनी तथा अग्रज सिनियर जुनियर्स सबैलाई चाहिँ मेरो अन्तर आत्माबाट नमस्कार। आज खास गरेर म यो भिडियो निकाल्नुको मिनिङ के हो भने यो खास गरेर समय र परिस्थितिले मान्छेलाई सिकाउँदै रहेछ, त्यो कुरा चाहिँ स्पष्ट चाहिँ थाहा भइसक्यो। तसर्थ मलाई चिन्नुहुने खास गरेर जति महानुभावहरू हुन्छ त्यो मलाई चाहिँ राइटर जीवस ठाकुरको नामले चाहिँ चिनिएको छ, जुन निर्माणा पब्लिकेसनबाट चाहिँ एकदम इन्टरनेसनल बुक भनेर चाहिँ एसएलसीका म्यानुअलहरू चाहिँ समेत बुक आइसकेको पहिला र अहिले चाहिँ हाल फेरि मेरो लोकसेवा र लाइसेन्स मेडिकल फिल्डका चाहिँ बुकहरू आउँदैछ। नाउ आई बिकेम डाक्टर जीवस ठाकुर। म मास्टर्सबाट डाक्टर बनिसकेको मान्छे, म हस्पिटलमा काम गर्दैछु। तसर्थ यो समय र परिस्थितिले चाहिँ खास गरेर मलाई पनि चाहिँ भिडियो बनाउन बाध्य भएको। तसर्थ म हजुरलाई के निवेदन गर्छु भने हल्का चाहिँ मैले यो देशको परिस्थितिको बारेमा चाहिँ केही म इम्पोर्टेन्ट पोइन्टहरू र केही कमेन्टहरू म पनि चाहिँ एउटा जनता भएको कारणले गर्दा, म एउटा नेपाली भएको कारणले गर्दा मैले चाहिँ दुई चार शब्द भन्न गएको छु, जुन कृपया तपाईहरु चाहिँ एकदमै ध्यान दिएर चाहिँ सुनिदिनु होला। केही गडबड भएमा चाहिँ तपाईहरु कमेन्ट गर्न सक्नुहुन्छ। म कुनै पर्सनल पार्टीको पक्ष लिएर म बोल्दिनँ, तर नेपालको स्थिति अहिले कस्तो तरिकाले बिग्रिसक्यो त्यसको म केही कुरा चाहिँ म भन्न गइरहेको छु। साथै यो जात र धर्मको जुन कुरा लिएर पनि चाहिँ हाम्रो नेपालीहरुमा जुन झैझगडा भइरहेको छ, जुन हिमाल पहाड तराईको बीचमा जुन एउटा अर्कै किसिमको द्वन्द्व र जात जाति र भाषा धर्मको जुन अनुसारले जुन लडाई झगडा भइरहेको छ र यो आफ्नो सत्ता जुन राजनीतिकदेखि लिएर जुन सांस्कृतिक सम्म अथवा जुन आर्थिकदेखि लिएर जुन शिक्षा स्वास्थ्य हरेक कुरामा चाहिँ जुन एउटा नराम्रो चाहिँ असर परिसकेको छ हाम्रो नेपाली जनतामा। तसर्थ त्यो कुरा म केही कराउने गरेको छु, कृपया ध्यान दिएर एकदमै ध्यान दिएर सुनिदिनु होला। तसर्थ म टपिक सुरु गरौँ। म खास गरेर एउटा मधेस भन्ने टर्मबाट, खास गरेर मधेसी भन्ने टर्म चाहिँ एक्चुअल चाहिँ डिक्सनरीमा त्यस्तो तरिकाको छैन, तर यदि छ भने इनर मधेसी अथवा इनर तराई भनेर भन्न मिल्छ। भित्री मधेसलाई चाहिँ खास गरेर इनर तराई भनिन्छ अथवा त्यसलाई चाहिँ कस्तो तरिकाले विभाजन गरिएको छ भने जुन हामी चाहिँ इतिहासमा पढ्यो, जुन पहाडको नजिकमा चाहिँ जो भित्री रहन्छ र अथवा प्लेन तराई रहन्छ त्यसलाई हामी चाहिँ मधेस भन्ने गर्छौँ। तसर्थ यो खास गरी भित्री मधेस भनेको चाहिँ के हुन्छ भने जति हाम्रो यो दाङ भ्याली पढियो, त्यसपछि तिरिवा पढियो र चितवन पढियो, यो सबै कुराहरू चाहिँ हाम्रो इनर भित्री मधेसमा पर्ने गर्छ। त्यस पछाडि चाहिँ पहाड हुन्छ, त्यस पछाडि चाहिँ हिमाल हुन्छ र प्लेन समतल सतहमा जुन सदर्न पार्टमा पढियो, जुन इन्डियाको टचमा हुन्छ, त्यो भनेको चाहिँ मध्य प्रदेश भनेको चाहिँ त्यो पुरा टोटल इन्डियामा गइहाल्यो। तसर्थ यो हाम्रो केही मधेसी भनेर चिनाउने केही नेताहरूले आफ्नो वर्डलाई बिगाडिदिनु भएको हो। तसर्थ कृपया मधेसी नेताहरूलाई म यही अनुरोध गर्न चाहन्छु कि तपाईहरु धेरै ठुलो गल्ती गर्नुभयो, किनभने यो 8 जिल्ला भित्री मधेसमा मात्रै होइन, यो भित्री मधेसमा चाहिँ खास गरेर यो इनर हिमाल पहाड तराई, इनर तराई और भित्री मधेस जहाँ दाङ चितवन तिरिवा भ्यालु पर्ने गर्छ, जहाँ तराईमा चाहिँ स्पेशली प्लेन तराईमा झापा मोरङ सुनसरी सिराहा सप्तरी सिन्धुप्लाञ्चोक कपिलवस्तु चितवन बारा पर्साड ओथट यो सबै पर्ने गर्छ। तसर्थ दुर्भाग्य हाम्रो मधेसी चिनाउने मधेसी वोट बिगार्ने नेताहरूले 8 जिल्लालाई मात्रै समेट दिएको छ। यो दुर्भाग्य हाम्रो नेपाली भित्रको यो जसले मधेसी भनेर अहिलेसम्म अब झन् एक त पहिला चाहिँ मधेसीलाई भैया भनेर हेप्ने गर्थ्यो, जसले जुङ्गा हुन्थ्यो जसले सर्ट प्यान्ट लगाउने गर्थ्यो हैन, जसले धोती कुर्ता लगाउँथ्यो त्यसलाई त्यसरी नै भैया भनेर हेप्थ्यो, अझै अब झन् चाहिँ मधेसीलाई त्यस्तो किसिमले हेपिरहेको छ। र यो चाहिँ खास गरेर यो पहाडमा बस्ने म्याक्सिमम मान्छेहरूको जुन मानसिकता बिग्रिसकेको छ अर्को कुरा। तसर्थ यो हामी सबै यो मानसिकता हटाइदिनुपर्छ, नम्बर 1। अर्को कुरा के छ भने जस्तै अब शिक्षातिरको अलिक कुरा हामी जाउँ। शिक्षामा के भयो भने अहिले जुन जति जेहनदार विद्यार्थीहरू थियो, जसको जीपीए कम आयो, तर त्यो विचारले चाहिँ अब सिटिबिटी अन्तर्गतमा पर्ने टेक्निकल जति
कोर्सहरू छ, ट्रेनिङका कोर्सहरू छ, त्यो सबै केही पढ्न पाउँदैन। किनभने जिपिएको आधारमा जसको जिपिए राम्रो छ त्यो जिपिए ल्याउनेले मात्रै पढ्न पाइरहेको छ। कम जिपिएले पनि जुन ट्यालेन्ट छ तर कुनै कारणवश उसको मार्क राम्रो आएन, राम्रो जिपिए आएन, तसर्थ उसले पढ्नबाट वञ्चित भइसक्यो। तसर्थ सिटिबिटी र यो सरकार दुईटैको मिलोमतमा र कलेज तिनटैको मिलोमतमा चाहिँ यो सिस्टम बिगारेको इन्ट्रान्स प्रक्रिया हटाइदियो। त्यसैले यो यस्ता विद्यार्थीहरू, जेहेन्दार विद्यार्थी के जसले जिपिए ल्याउन सकेन राम्रो, त्यो विद्यार्थीको लागि एकदमै घोर अन्याय भएको। तसर्थ त्यसलाई मैले चाहिँ घोर भर्त्सना गर्दछु र यसलाई निन्दा गर्दछु। तुरुन्त चाहिँ अहिलेको शिक्षा मन्त्रीले यो कुरालाई ध्यान दिनु पर्यो र बुद्धिजीवी वर्गहरूले पनि ध्यान दिनु पर्यो कि कुनै पनि टेक्निकल इन्ट्रान्स, टेक्निकल जुन कोर्स हुन्छ, कुनै पनि जुन एउटा मेडिकल अथवा इन्जिनियरिङको कोर्सहरू हुन्छ, त्यो बिना इन्ट्रान्समा सेलेक्सन गराएर यदि चाहिँ विद्यार्थीलाई पठन पाठन गरायो भने त्यसको म्यान पावर, त्यसको क्वालिटीमा चाहिँ एकदमै कम हुँदो रहेछ र हुन्छ नै हुन्छ। यो 100% ठोकुवा हो। तसर्थ यो कुरालाई चाहिँ तुरुन्त चाहिँ शिक्षा मन्त्रीले चाहिँ विचार गर्नु पर्यो र म यही भिडियो मार्फत सन्देश दिन चाहन्छु सबै नेपाली बुद्धिजीवीहरूलाई कि यो कुरामा जोरदार तले शिक्षक वर्गहरूदेखि विद्यार्थी भाइहरू सबैले जोरदार माग गर्नु पर्यो। तसर्थ एउटा कुरा। अर्को कुरा के गर्यो भने जात धर्म अथवा आरक्षणको कुरा। आरक्षणको कुरा कस्तो भयो भने जस्तै जात धर्मको लागि चाहिँ झगडा गरियो। सबै मान्छेहरू यो धर्म त्यो धर्म, यो जात, यो हिन्दू, यो मुस्लिम, यो क्रिस्चियन, यो बौद्ध, यो के भन्छ भने के भन्छ अब यसमा चाहिँ अब हरेक तरिकाको जो जनजाति हैन के मधेसी, थारू सबै यसमा के सबै समावेश गरिदियो। तसर्थ म यो कुरामा चाहिँ एकदमै विरोध गर्दछु। आरक्षणै हुनु पर्थ्यो भने, यदि दिनु पर्थ्यो भने कमसेकम 12 क्लाससम्म सबै विद्यार्थीलाई, को धनी को गरिब सबैलाई सरकारले फ्री गरिदिनु पर्थ्यो र 12 क्लास पछि खाली पुरा चाहिँ जसले चाहिँ इन्ट्रान्समा, जसले चाहिँ नाम निकाल्थ्यो, जसले चाहिँ कम्पिटिटिभ इन्ट्रान्समा चाहिँ पार्टिसिपेट भएर चाहिँ त्यो गभर्मेन्टले फ्यासिलिटी दिनुपर्ने थियो, त्यसमा नाम निकाल्नु पर्थ्यो अनि बल्ल सबैको लागि एक समान हुन्थ्यो। किनभने यसमा यस्तो पनि छ कि ब्राह्मणमा पनि गरिब छ, यादवमा पनि गरिब छ, क्षेत्रीमा पनि गरिब छ, तपाईको साहुमा पनि गरिब छ, ठाकुरमा पनि गरिब छ, गुप्तामा पनि गरिब छ, पहाडमा भएका जति जातिहरू छ त्यसमा पनि गरिब छ हैन। तर चाहिँ त्यो चाहिँ कुनै आरक्षणमा परेको छैन। तसर्थ यो कुरालाई एकदमै आरक्षणमा पर्ने चाहिँ यो कोही ठुलो जाति कोही सानो जाति भन्ने हुँदैन, हामी सबै मानव जाति हो। त्यसैले यो आरक्षणको व्यवस्था नै गर्नु पर्थ्यो भने सत्य तथ्य कसको चाहिँ कति चाहिँ अर्थ छ, कसको चाहिँ उसलाई खाना पिना बस्ने व्यवस्था छ कि छैन, उसलाई चाहिँ आर्थिक कतिको कमजोर छ, त्यो अनुसारले चाहिँ छनौट गरेर बल्ल चाहिँ आरक्षण दिनुपर्ने हुन्थ्यो। तर त्यो भएन। दुर्भाग्य चाहिँ अहिले चाहिँ कोही जाति चाहिँ के हुन्छ भने धेरै अगाडि गइहाल्छ, कोही जाति चाहिँ अब नाम चलेको रहन्छ ठुलो जाति, या ठुलो जातिमा चाहिँ गरिबीको कारणले गर्दा उसले पढ्न पाइरहेको हुँदैन, कुनै आरक्षण पाउँदैन। तसर्थ सबै बाहुन क्षेत्री सबै यादव जति छ तपाईको सबैमा धनिक हुँदैन, त्यसमा पनि गरिब हुन्छ। त्यस्तै सबै दलितमा सबै दलित गरिबै हुँदैन, केही दलितहरू धनिक पनि हुन्छ। तसर्थ सबैलाई विचार गरेर चाहिँ यो कुरा गर्नु पर्थ्यो। तर त्यसको यो पनि गलत काम कसले गर्यो त यो रेणु यादव जतिखेर शिक्षा मन्त्री भएको थियो त्यतिखेर बाबुराम भट्टराईले, माओवादीको बाबुराम भट्टराईले जबरजस्ती आरक्षणको कुरा गर्यो। जनजातिमा चाहिँ राजाको बेला भर्खर ज्ञानेन्द्रले जुन मन्त्रीमण्डल बनाएको थियो त्यतिखेर बद्री मण्डललाई चाहिँ जनजातिमा राख्यो। तर दुर्भाग्यवश त्यस्ता धेरै जातिहरू छुट्यो जसमा चाहिँ म स्वयं चाहिँ हजाम ठाकुर हो। यो हजाम ठाकुरलाई कुनैमा दिएको छैन, अरू जातिलाई पनि अदर ब्याकवर्ड कास्टमा पनि चाहिँ राम्रोसँग नामाङ्कन गरेको छैन। तसर्थ मैले चाहिँ यो आरक्षणको मैले विरोध गरेको होइन, तर चाहिँ सत्य तथ्य जुन गरिब अन्तर्गतमा पर्छ त्यसलाई आरक्षण दिनु पर्थ्यो, सबै जातिलाई समेट्नु पर्थ्यो, त्यो मेरो यो कुरा हो। तसर्थ यो कुरामा चाहिँ अझै बुद्धिजीवी वर्गहरूले चाहिँ यो कुरालाई विचार गर्नु पर्यो, राजनीतिकर्ताहरूले विचार गर्नु पर्यो। तर सबै घुसखोर भइसक्यो, सबै आफ्नै जाति धर्मको बिचमा लडाइँ झगडा गर्दै चाहिँ अहिले सबै संसद भवनहरू नै नष्ट भइसक्यो। तसर्थ
अर्को कुरा अहिलेको जुन प्रधानमन्त्री अथवा गृहमन्त्री जो बनेको छ सुशीला कार्की र ओम प्रकाश अर्याल भन्नुको मतलब जुन बालेन जेनजी ग्रुपलाई सबलाई गाली गरिरहेको छ यो कुराहरू चाहिँ अब यो भित्रको त खेल अर्कै हो। तर यो भन्नुभन्दा पहिला चाहिँ म सबभन्दा ठुलो चाहिँ एउटा कुरा मेन कुरा के भन्छु भने यो देवराज घिमिरे भन्ने जुन चाहिँ सभामुख थियो यो सभामुखले के गरेको छ भने यो कुरा म कहिले बिर्सिन सक्दिनँ। यो डाक्टर अमरेशलाई जब चाहिँ 75-77 जिल्लामा चाहिँ इक्वल विकास हुनु पर्यो भनेर त्यो कुरा उठाउँदाखेरि 5 जिल्ला मात्रै पठाउनु पर्यो, 70 जिल्ला चाहिँ अरूलाई निजमा देहाल्नु भन्दा कुरा गर्दाखेरि त्यो त रिसले भनेको, त्यो वास्तवमा भन्नुपर्ने उचित थियो। त्यो कुरा भन्दाखेरि त्यतिखेर यो महेश बर्तौलाले के भनेको थियो कि तपाईँ देशद्रोही हो, यसलाई हटाउनुपर्छ र कडबाट यसलाई देश निकाला गर्नुपर्छ भनेर यो महेश बर्तौला यो यस्तो किसिमको चलाक र धूर्त मान्छे छ। यो चाहिँ केपी ओलीको खोल ओढेर बसेको मान्छे हो। तसर्थ यसले यस्तो कुरा भन्यो र देवराज घिमिरेले के भन्यो भने डाक्टर अमरेशलाई तपाईँ ड्यासबाट छोड्नुहोस्, किनभने यही जुन मधेसी अथवा अरू जनजाति अथवा अरू कसैको छोरा अथवा मुस्लिमको छोराले यदि भनेको भए होइन के भन्छ भने अरूलाई यसलाई मात्रै भन्न सक्यो तर अरूलाई चाहिँ भन्न सकेन, त्यही पहाडको कुनै नेतालाई भन्न सकेन। त्यहाँ पनि चाहिँ विभेदको कुरा स्पष्ट भयो होइन। अर्को मेन कुरा के हुन्छ भने जस्तै जब मधेस आन्दोलन भयो, एउटा कुरा फेरि मलाई याद आयो, जब मधेस आन्दोलन भयो भने यो डेन्जर खतरनाक राक्षस मान्छे जसरी पहिला चाहिँ ब्लड खाने गर्थ्यो, रक्त खाने गर्थ्यो, यो केपी ओलीले खास गरेर वास्तवमा यो रक्त खाने पिसाच हो। किनभने जब मधेस आन्दोलनमा चाहिँ फटाफट चाहिँ यहाँ तराईमा चाहिँ गोली चल्यो र यहाँ जनकपुरमा पनि ढलियो मान्छेहरू, त्यतिखेर केपी ओलीले के प्रधानमन्त्री भएको बेलामा त्यतिखेर के जवाब दिनुभएको थियो भने त्यो 4-5वटा आँप झरेर केही फरक पर्नेवाला छैन भने यो मान्छे त्यस्तै डाका अहिले पनि निस्क्यो। अहिलेको जुन जेड भनेर चाहिँ जुन क्रान्ति जुन भयो यो ग्रुपले त यो खास गरेर यसको अहङ्कारले गर्दा भएको हो। यो महेश बर्तौलाको पनि अहङ्कारले गर्दा हो। योगेश भट्टराईले के भनेको छ भने संसद भवनमा भनेको छ के को छानबिन हुनु पर्यो, के को हामी निर्वाचित व्यक्तिलाई के को छानबिन हुनु पर्यो। यो मान्छे यस्तो ठिस रहेछ जुन अहिले आन्दोलनबाट जुन परिवर्तन भयो अब भन्छ कि वास्तवमा छानबिनको आयोग गठन हुनु पर्यो, छानबिन गर्नु पर्यो। यही मान्छेले यो सूर्य थापाले मलाई यो चाहिँ यस्तो किसिमको डेन्जर मान्छे, यो छेपारो जस्तो रोल खेल्ने दोहोरो चरित्र भएको मान्छे, घरि रवि लामिछानेको बेलामा पोजिटिभ भन्ने, घरि नेगेटिभ भन्ने यस्तो किसिमको रोल यसले खेल्यो। अब अर्को कुरा के छ भने अब यति कुरा भइसकेपछि चाहिँ अब अर्को कुरा म के भन्न चाहन्छु भने यो देउबा र आर्जु आफ्नै यो चाहिँ यसलाई चाहिँ आफ्नो चाहिँ प्रधानमन्त्री कतिचोटि बन्नु भनेर यो लोभ लालचले नछोडेको आर्जु देउबा चाहिँ म भन्दा चाहिँ ठुलो कोही होइन, म ठुलो मान्छेको श्रीमती हो भनेर यस्तो कुरा गर्ने। अनि यिनीहरूको चाहिँ अब यो आन्दोलनको कारणले गर्दा यिनीहरूको घरमा चाहिँ यति रुपियाँ जलियो, यति रुपियाँ फेला पर्यो कि कुरै छोडिदिनु जसको कुनै सीमा छैन। तसर्थ गगन थापा भनेको चाहिँ यो अवसरवादी मान्छे, यो चाहिँ यो आफ्नै मित्र रवि लामिछानेलाई कसरी प्रतिशोध लियो थाहा छैन। तसर्थ रासापा र जीवी राई यदि यसले यति एक तरिकाले यो रवि लामिछानेलाई चाहिँ नराम्रोसँग बिहेभ गरियो कि जसको कारणले गर्दा यो मलाई यस्तो डेन्जर विश्वप्रकाश र यो गगन थापा यो संसद भवनमै चाहिँ एकदमै पुरा चाहिँ एकदमै संसदलाई चाहिँ भङ्ग गर्ने, संसदलाई डिस्टर्ब गर्ने। अनि यो रमेश लेखक चाहिँ यो आफ्नो कानुनको धेरै ज्ञाता मान्ने मान्छे, गृहमन्त्रीको पद खाइसकेपछि यसलाई स्वयं मैले भनेको थियो कि तराईमा जुन मिटर ब्याजको समस्या छ भने यसलाई राम्रोसँग चाहिँ सुन्नु, मैले स्वयं यसलाई बधाई पनि दिएको थिएँ, हात पनि मिलाएको थिएँ, एउटा साथीले मलाई लगेको थियो। तर यो चोर पनि फटे निस्क्यो। यसको अहङ्कार र यिनीहरूको अहङ्कारले गर्दा चाहिँ र यो खास गरेर देउबा आर्जु गगन थापा विश्वप्रकाश रमेश लेखक केपी ओली महेश बर्तौला योगेश भट्टराई सूर्य थापा समाज देवराज घिमिरे यो पार्टीको झोले जस्तो चरित्र गर्ने यिनीहरूको कारणले गर्दा चाहिँ के गर्यो भने देशको स्थिति एकदमै धेरै नराम्रो अवस्थामा गयो। जसको कारणले गर्दा चाहिँ अब बालेन होस् अथवा जेनजी ग्रुप होस् यसले के गर्यो भने त अब यो सबैलाई चाहिँ समेटेर चाहिँ अब लगातार जुन यो अहङ्कार गर्दै एउटा चाहिँ राक्षस रूपी त्यो रावण भन्दा पनि डेन्जर है। र सबभन्दा त यो सब चाहिँ यसमा त 99% चाहिँ
मासु खाने मान्छे, दारू खाने मान्छे त यो त त्यतिकै राक्षस भइहाल्यो नि 100%। यसमा त कुनै शङ्का छैन। अब 1-2% होला चाहिँ त्यो शाकाहारी त त्यही देव ग्रुपको पऱ्यो, जति मांसाहारी त यो भ्रष्ट पऱ्यो, सब भ्रष्ट पऱ्यो। त भ्रष्टाचार किन गर्दैन? हेर्नु अर्को कुरा, जब मधेस आन्दोलन भयो र मधेसी शहीदहरू चाहिँ बन्यो, त यो मधेसी शहीदको बारेमा चाहिँ बिचरा डाक्टर सीके राउतले 2 मिनटको मौन धारण गर्न भन्नुभयो। तब त्यतिखेर हेर्नुहोस् कस्तो चोर, ज्ञानेन्द्र शाही, त्यसपछि राजेन्द्र लिङ्गदेन, राप्रपाको राजेन्द्र लिङ्गदेन, त्यस पछाडि चाहिँ के प्रचण्ड अनि केपी ओली। यो 4वटा यो महाराक्षसहरूले के गर्यो भने त मौन धारण गरेन, यो बसै रह्यो, अरू सबैले मौन धारण गर्यो। तर यो फटाहरूले चाहिँ यसलाई तराईमा आउँदाखेरि मधेसीहरूले बहिष्कार गर्नुपर्छ। ज्ञानेन्द्र शाही, राप्रपाको राजेन्द्र लिङ्गदेन र प्रचण्ड र केपी ओली, किनभने मैले काउन्टिङ गरिरहेको थिएँ, अरू पनि नउठेको होला, तर यो चोर यो अगाडिमै चाहिँ यो 4 जना उठेन। एकदमै यो राक्षसहरू तराईमा आयो भने खेदार्नु है मधेसी भैयाहरू, मधेसी दाईहरू, हे देख बउआ, देख मधेसी भैया, देख मधेसी काका बाबा, सबके हम प्रणाम करी चाहिए। यदि सच्चा सुपुत्र नेपाल के चाहिए तो एहन दोगला सबके जैसे लखेटा पर्यो, त्यो कुरा चाहिँ बुझ्नु पर्यो, हामीले बुझ्नु पर्यो। तसर्थ अहिले केपी ओलीले चाहिँ कस्तो रोल खेलियो, केपी ओलीले अहिले प्रत्येक जिल्लामा चाहिँ भड्काइरहेछ कि बालेन र सुदन गुरुङको विरुद्धमा चाहिँ अब यो देशद्रोही हो, चोर हो भनेर। रे बाबा, यसको बारेमा छानबिन त भइहाल्छ, आफै भइहाल्छ। कुन ठुलो कुरो, यिनीहरूले गल्ती गर्यो, आफ्नो गुरुबाट प्रधानमन्त्री गृहमन्त्री बनायो, जसको परिणाम अहिले नै भोगिरहेको छ। तसर्थ यो बालन सुदन जस्तालाई पनि खबरदारी गरिसकेको छ। तसर्थ अहिलेको पनि मन्त्री चाहिँ सचेन भने त यसको त अब के हुन्छ छोड्यो। जस्तै म जस्ता डाक्टरहरू पनि अब चाहिँ क्रान्ति विचार लिएर अब चाहिँ फिल्डमा आउँछौँ हामीहरू पनि यस्तै तरिका, किनभने मलाई टेन्सन छैन, किनभने म स्वयं मास्टर पनि छु, म डाक्टर पनि छु, म लेखक पनि छु। तसर्थ अब म जस्तो व्यक्तिहरूलाई अब म स्वयं आह्वान गर्छु कि हामी नेपाली एक ठाउँमा हौँ र यस्ता पापी राक्षस भ्रष्टाचारलाई हामीले अन्त गर्नुपर्छ। किनभने अबको दिन यस्तो आउँदैछ कि प्रत्येक घरमा जो पार्टीको अनुसारले अगाडि बढ्छ, जो चाहिँ वर्चस्व गर्छ, नेपाली कांग्रेस माओवादी जोसुकै सपा जोसुकै होस् हैन, भन्नुको मतलब अब त्यसको जसको गार्जनले यदि धेरै हिरो पनि गर्छ, राक्षस प्रवृत्ति गर्छ, त त्यसैको छोराले अब सुतेकै बेलामा काट दिन्छ। त्यसैले बिवेयर अफ योर चिल्ड्रेन्स एन्ड योर सन एन्ड डटर। हे भ्रष्टाचारी नेताहरू, तपाईहरूलाई स्वयं तपाईँकै छोराले अब बेडमै काट दिन्छ, सुतेकै बेलामा काट दिन्छ, याद गर्नुहोस्। तसर्थ नराम्रो कामबाट चाहिँ एकदमै बच्ने प्रयास गर्नुहोस्। अब कुरा के रह्यो भने तसर्थ अहिलेको समय परिस्थिति अनुसार अब हाम्रो एकदम मधेसको स्थिति बिग्यो। अब अहिले भर्खर आजकै न्युज जुन मन्त्रीको लागि चाहिँ अब एक आपसमा झगडा भइरहेको छ, डाक्टर सीके राउतको पार्टी चाहिँ अब 2 विभागमा गरियो। अब यो अन्तर्गतमा पनि चाहिँ केही मान्छेहरू चोरिरहेछ, यिनीहरू पनि जातिवादको कारणले गर्दा सिट दिन्छ। फोरममा चाहिँ फोरम जसपामा पनि चाहिँ यादवहरूको बढी सिट दिने गर्छ, रुपैयाँको चलखेल गर्छ। पहाडवाला जुन पहाडी भनाउँदाहरू हुन्छन्, म पहाडी मधेसीलाई मैले यस्तो गरेको होइन, तर पहाडको जुन क्षेत्रीय बाहुनहरू जति छ पार्टीमा आफ्नै नजिकको मान्छेलाई टिकट दिने गर्छ, त्यो पनि रुपैयाँमा दिने गर्छ। तसर्थ निर्वाचन स्वच्छ हुनु पर्यो र जनताले मासु र दारूमा बिक्नु हुँदैन। तसर्थ चाहिँ निष्पक्ष एकदमै इमान्दारीपूर्वक भोट दिनु पर्यो र यो जनताको यो गल्तीको कारणले गर्दा चाहिँ स्वयं जनताले दुःख भोगेको छ। किनभने बारम्बार जिताएको त्यही मान्छेलाई, किनभने अहिले पनि तराईको कुनामा तराईको एकदम हरियाली फाँट छ, तर चाहिँ एक घाँस नखाएर मान्छेहरू मरिरहेको छ। पहाडको टुप्पामा चाहिँ डाडिया लाग्ने गर्छ, त्यहाँ चाहिँ खाना चाहिँ राम्रोसँग जाँदैन, धान चामल त्यहाँ पाउँदैन, त्यहाँको मान्छेहरू चाहिँ खानाको अभावमा चाहिँ मरिरहेको छ। त्यस्तो चाहिँ डाँडामा चाहिँ के हुन्छ भने सामानहरू भारीहरू बोकेर चाहिँ के हुन्छ भने अब आफ्नो जीवनयापन चलाउने गर्छ। तराईमा चाहिँ एउटा ट्याब्लेट, एउटा सिम्पल प्यारासिटामोल नपाएर बिरामीहरू मरिरहेको छ। सिम्पल चाहिँ अब डायरियाको कारणले मरिरहेको छ। भन्नुको मतलब चाहिँ यो कुरामा चाहिँ हरेक
अर्थ, स्वास्थ्य र तपाईको शिक्षामा यति विकृति भइसकेको छ जसको कारणले कुनै वर्णनै गर्न सक्दैन। अर्को कुरा कहाँ एउटा विकृति भयो भने गभर्मेन्ट स्कुलको जति गभर्मेन्ट स्कुलको टिचरहरू हुन्छ उनीहरूले के गर्छ भने आफ्नो छोरालाई चाहिँ अर्को प्राइभेट स्कुलमा पढाउँछ र आफू चाहिँ राम्रोसँग जुन तरिकाले क्वालिटी दिनुपर्ने, किनभने म पनि सरकारी स्कुलबाट पढेको एक समय थियो 10-15 वर्ष 20 वर्ष पहिला यस्तो कन्डिसन थियो कि सरकारी टिचर स्वयं एकदमै राम्रोसँग पढाउँथ्यो, बोर्डिङ स्कुल एकदमै कम हुन्थ्यो हैन। र मेरो पृष्ठभूमि हेर्दाखेरि चाहिँ म तपाईलाई आह्वान गर्दछु, म नै त्यो जीवस ठाकुर म 2055 सालमा चाहिँ सिराहा 3 जिल्ले सिराहा 70 उदयपुर टप गरेको मान्छे हुँ। म गोल्ड मेडल सिल्भर मेडल समेत पाइसकेको मान्छे हुँ। त्यही सरकारी स्कुलबाट म जनता माध्यमिक विद्यालय सोनमती गाडाबाट पढेको, जुन सिराहा जिल्ला लाहानैले हाल 23 नम्बरमा पढेको छ। र त्यहाँ सरकारी स्कुलमा यस्तो पढाइ हुन्थ्यो कि त्यो पढाइ भन्दाखेरि त्यो पढाइबाट हामीहरू चाहिँ टप गर्थ्यौँ। भन्नुको मतलब के हो भने अहिले त्यही सरकारी स्कुलको टिचरहरू चाहिँ आफ्नो बच्चालाई बोर्डिङमा चाहिँ पठाइदिने तर चाहिँ त्यही सरकारी स्कुलमा राम्रोसँग नपढाउने, यो प्रवृत्ति चाहिँ 95% टिचरमा भइसकेको छ। 5 टिचर मात्रै होनेस्ट छ, इमान्दार छ। तसर्थ यो कुरा हामीले बुझ्नु पर्यो। अनि त्यस पछाडि रिजल्ट पनि यसले सबभन्दा थर्ड क्लास गभर्मेन्टको किन आउँछ, किनभने त्यो किन एउटा कुरा भन्नु त मलाई एकदमै अजीब लागिरहेछ। जबकि लोकसेवामा नाम निकालेर सरकारी स्कुलको टिचर आउँछ, सरकारी स्कुलमा टिचर आउँछ, बोर्डिङको टिचर चाहिँ लोकसेवामा चाहिँ भिड्दैन, भिडे पनि कतिको नाम निस्किन्न। तर उहाँहरूको मेहनत, उहाँहरूको स्टाइल, उहाँहरूको तरिका र लगनशीलताको कारणले गर्दा रिजल्ट आउँछ विद्यार्थीहरूको। तर चाहिँ त्यही लोकसेवामा नाम निकालेर सरकारीमा आउँछ भने किन त्यो विद्यार्थी राम्रो गर्दैन, किनभने त्यसमा अहङ्कार घमण्ड भइहाल्छ अनि केयरलेस भइहाल्छ, राजनीति गर्न थाल्छ, एक लड्कोको कुरा काट्न थाल्छ, आफू धेरै ट्यालेन्ट भनेर गर्व घमण्डको कारणले गर्दा त्यसको चाहिँ पतन भएको सरकारी स्कुलको रिजल्ट खासमा त्यो हो। तसर्थ अहिले म शिक्षा मन्त्रीलाई त्यो खबरदारी गर्छु कि यदि चाहिँ तपाईँ पिक्स इक्जाम लिन चाहनुहुन्छ भने त सीसी क्यामेरामा चाहिँ के गर्नु भने सीसी क्यामेराको मार्फतले चाहिँ कम्प्युटराइज सिस्टममा चाहिँ एटलिस्ट 10 क्लासको इक्जाम गर्नुहोस् अनि मात्रै जिपिएको आधारमा चाहिँ के गर्नु भने सिटिभिटीमा चाहिँ एडमिसन लिन लगाउनु, नत्र चाहिँ यसको पनि सशक्त रूपमा चाहिँ आन्दोलन चाहिँ सुरु हुन्छ। त्यो के त हैन, नत्र चाहिँ अब यो कुरामा चाहिँ अलिकति ध्यान दिनु पर्यो। तसर्थ अब मैले जति भने पनि अब लाग्छ एउटा कुरा, अनि रवि लामेछानेलाई जसरी जेलमा कोचिरहेको छ, है ठिक छ गल्ती होला, तर चाहिँ ऊ जस्ता कति मान्छेहरूको प्रमाण आएको छ, उसको चाहिँ 100% प्रमाणै छैन, ठिक छ भने उसलाई पनि त अब ऊ जस्ता त धेरै छ नि, त्यसलाई पनि त जेलमा कोच्नु पर्यो नि हो। त्यस्तै अब यो हत्याराहरू अब जसको सरकारमा थियो रमेश लेखक, केपी ओली जो सरकारमा थियो, तसिडियो कोद्वारा चाहिँ यति मान्छेको हत्या भयो, यति मान्छेको गोली सुट गरियो। अब यो मान्छेलाई कसको घरमा सम्पत्ति यति आगजनी भयो, त्यति गोली के भन्छ भने रुपैयाँ चाहिँ फेला पर्यो, प्रचण्डको घरमा पनि फेला पर्यो, देउवाको घरमा पनि पर्यो, केपीको पनि होला। तसर्थ यदि ज्ञानेन्द्र यदि राजाको सम्पत्ति ट्रस्टमा अब राख्यो भने, यदि राजाको सम्पत्तिलाई चाहिँ देशको नाममा राख्यो भने, मलाई यो नेताहरूको जब चाहिँ सम्पत्ति चाहिँ एकदमै भन्नुको मतलब चाहिए भन्दा बढी जुन चाहिँ भ्रष्टाचारी गरेको छ भने त्यसको चाहिँ किन चाहिँ छानबिन हुनु हुँदैन। र सबभन्दा पहिला के भने 19 जना मात्र, जब त्यतिखेर गणतन्त्र जब आयो त्यतिखेर 19 जना मर्दाखेरि राजाले चाहिँ गदी छोडिदियो। तर अहिले त 74 जना मात्रै भएन, 200 जना भन्दा बढी मरिसकेछ। कतिको लासको काउन्टिङै भएको छैन, कति कहाँ मर्यो, कहीँ घाइते पनि मरेको छ, कति आँखामा गोली लागेको छ, कहिले खुट्टामा लागेको छ, अहिलेसम्म चाहिँ ऊ होसमा आएको छैन। त्यति चाहिँ मान्छे मर्दाखेरि यस्तो अपराधी नेताहरूलाई चाहिँ किन चाहिँ दण्ड नदिने, किन चाहिँ सजाय नदिने, किन खुलेआम घुम्ने, भन्नुको मतलब त्यही नेताहरूको कारणले गर्दा अहिले जिल्लामा चाहिँ त्यो केपी ओली अथवा कांग्रेस पार्टीको त्यो झोले चम्चाहरू जुन छ अहिले जो अब जिल्लामा जो आन्दोलन गर्छ, याद राख्नुहोस् हामीहरू जति स्वास्थ्यकर्मी छौँ नि, हामी जति सेवा दिने चाहिँ हामी जुन डाक्टर इन्जिनियरदेखि लिएर मास्टरहरू छौँ नि, सबै हामी घरबाट निस्किन्छौँ र त्यस्तो पापीहरूलाई तह लगाउनु गर्छौँ। तसर्थ तपाईहरू चाहिँ बेलामा सुध्रिहाल्नुहोस्, नत्र यसको परिणाम नराम्रो हुन्छ। किनभने र अब यस्तै समय पर्यो भने म
डाक्टर जीवस ठाकुर मैले पढाएका कमसेकम विद्यार्थीहरूलाई आह्वान गर्छु हात जोडेर यो देशलाई कसरी राम्रो बनाउनु पर्छ भनेर। मेरो भिडियो त कसैले नदेख्यो होला किनभने म मिडियामा आउन चाहदिनँ, तसर्थ म बाध्य भएर चाहिँ यो भिडियो निकाल्न विवश भएको छु र पठन पाठनको कुरा गर्नु पर्यो भने अब मेरो सिटी विद्यानगरमा पढ्ने जति छ मेडिकल लाइसेन्स लोकसेवाको बुकहरू अब धमाधम आउँदैछ। छठपछि विद्यार्थी भाइ बहिनीलाई पढ्नु होला र साथै अब मेरो अनलाइन क्लास पनि सुरु हुन्छ, तसर्थ तपाईँहरू मौकाको फाइदा उठाउनु होला। हस् त धन्यवाद। हामी सबै मिलेर नेपालले सजाऊ बनाऊ, एक आपसमा मिलौँ, कोही झगडा नगरौँ र मानव हामी कुनै जातिमा विभेदीकरण नगरौँ। हामी मानव हो हैन, किनभने हामीमा यदि ब्लड यदि म ठाकुर मानौ दलित जसलाई ठानेको छौ त्यो कोही होइन, दलित गरिब कोही, दलित ब्राह्मण कोही हुँदैन। मनुष्य जीवनमा यदि ब्राह्मणको हेमोग्लोबिन यदि 13.5 देखि लिएर 16.5 सम्म यदि mg पर डेल हुन्छ भने त्यो दलित समार मुसर र त्यो दामी सार्की हैन लिम्बू चौधरी सबैमा चाहिँ के हुन्छ भने त्यतिकै नै लेभल हुन्छ। तसर्थ के दलितमा भइहाल्छ कि 6.25 ब्राह्मणमा रहन्छ 13 देखि 16 यस्तो कहीँ हुन्छ। त्यसको चाहिँ दुईटा कान हुन्छ, यसको एउटा कान हुन्छ, यसको दुईटा आँखा हुन्छ, उसको एकैटा आँखा हुन्छ, त्यस्तो त हुँदैन। जब प्रकृतिले यदि विभेद गरेन भने, प्रकृतिले जातपात छुट्याएन भने हामी मुला को हो जातपात छुट्याउने अनि झगडा गर्ने अनि एक अर्कोलाई डोमिनेट गर्ने खोपडी छैन राक्षसहरू। तसर्थ यदि तपाईहरु सचिनको लागि एउटै कुरा हो, आँखा बन्द गर्नुस्, कोठामा सुत्नुस्, कोठामा बस्नुस् अनि ध्यान गर्नुस् कि कति जीव हत्याले काटेर मासु र दारु नसामा चुरचुरुम भएको छ। जबसम्म मांस मदिरा खानुहुन्छ तबसम्म चाहिँ तपाईको खोपडी चाहिँ सोझो हुँदैन, 100% राक्षस हुनुहुन्छ र कहिले उन्नति हुँदैन। तसर्थ है एकदमै ध्यान दिएर चाहिँ यो कुरा ग्रहण गरोस्। मेरो कुरा चाहिँ यदि नराम्रो लाग्यो भने त माफ गर्नु होला, यदि राम्रो लाग्यो भने त्यसलाई अनुसरण गर्नु होला र अब निष्पक्ष इमानदार मान्छेलाई चाहिँ टिकट दिनु पर्यो र जिताउनु पर्यो र समाजलाई सेवा गर्नु पर्यो र देशलाई सेवा गर्नु पर्यो। हामी विदेशीको गुलाम भएर बस्नु हुँदैन। हामी आफैमा सबै वर्गका कर्मचारीदेखि लिएर जनतादेखि लिएर कर्मचारीदेखि लिएर प्रशासनदेखि लिएर सेनादेखि लिएर सबैलाई हामीले मनोबल बढाउनु पर्छ र नकि ताकि गोली ठोक्नु पर्छ। अब म प्रहरीलाई पनि खबरदारी गर्न चाहन्छु, म यही भिडियो मार्फतले यदि तपाईहरु चाहिँ ताकि गोली ठोक्नु भयो भने तपाईहरुलाई पनि अब चाहिँ तपाईहरुलाई पनि नाङ्गो खुक्री लिएर तपाईहरुलाई पनि घरबाट उठी सबैजना निस्केर तपाईहरुलाई पनि हत्या गर्छ। यो कुरा बुझिहाल्नुस्। यो हामी नेपाली जनताको चाहिँ यो ठाडो चुनौती नै बुझ्नु। तसर्थ यो बुद्धि पुर्याउनु, बुद्धिले काम गर्नुस्। ओके।